विदेशमा मैले एउटा यस्तो गल्ती गरेँ जसको सजाय स्वरूप मेरो 6 महिना फोन खोसियो। त्यो दिन म कहिले बिर्सिन सक्दिनँ। आज म तपाईहरुलाई मेरो वास्तविक जीवनमा घटेको त्यो घटना सुनाउँदैछु। साथीहरु, यो घटना म युए आएको केही समयपछि भएको हो। त्यो दिन म आफ्नो ड्युटीमा थिएँ। सुरुमा नयाँ थिएँ। घरको याद साह्रै आउँथ्यो। अनि केही समय घरमा कुरा गर्छु भने घरमा फोन लगाएर कुरा गर्न लागेको थिएँ। त्यति नै बेला मेरो सुपरभाइजर उताबाट आउनुभयो र केही नबोली मेरो फोन खोसेर मेरो फोन सिधै मेरो कम्पनीमा पठाइयो। ड्युटी सकेर भोलिपल्ट क्याम्प फर्किँदा मलाई म्यानेजरले अफिसमा बोलाएको थियो र अफिसमा गएपछि म्यानेजरले भन्यो, ड्युटीको समयमा फोन चलाउनु कम्पनीको रुल्सको विपरीत कुरा हो। जुन तैँले गरिस्, अब तैँले 6 महिनासम्म फोन पाउने छैनस् भनेर मलाई भनियो र मेरो फोन 6 महिनासम्म जफत गरेर राखियो। कुनै कम्पनीहरू यस्तो पनि हुँदो रहेछ भन्ने कुरा मैले त्यति बेला महसुस गरेको थिएँ। विदेशमा सानो गल्ती गर्नुले पनि ठूलो सजाय भोग्नुपर्ने रहेछ। यदि तपाईहरु पनि विदेशमा हुनुहुन्छ वा तपाईहरुको साथी इष्टमित्र कोही विदेशमा हुनुहुन्छ भने उहाँहरुलाई यो भिडियो शेयर गरिदिनु होला। अर्को भिडियोमा म तपाईहरुलाई मैले 6 महिनासम्म कसरी घरमा सम्पर्क गरेँ भनेर भन्ने छु र मेरो भिडियो हेर्नका लागि मलाई फलो गर्न नबिर्सिनु होला र भिडियो मन पर्यो भने लाइक कमेन्टमा आफ्नो रायहरु पनि लेखिदिनु होला। अर्को भिडियो आउन्जेलसम्मको लागि हस्त नमस्ते।